हेलो सबैजना साथीहरुलाई म फेरि आइसकेको छु आज नयाँ ब्लग लिएर। हाम्रो कामहरु चाहिँ भइरहेको छ धमाधम रुखमा कलर लगाउने। हाम्रो काम चाहिँ अब तपाईहरुलाई नै थाहा छ कलर लगाउने हो। आज हाम्रो चाहिँ यहाँ लाइब्रेरी साइडमा हो कलर लगाउने। आज हामीले कति कलर लगायो भनेर म देखाउँछु। त्यो उतातिर त्यो सबै देख्नु भएको हो नि, त्यो सबै हामीले कलर लगाइसकेको हो। यता पनि हामीले लगाइसक्यौं, जुम गरेर देखाउँदै छु म। यता पनि हामीले लगाइसक्यौं र आज चाहिँ हामीले चाहिँ यो साइडमा लगाउँदै हो, यो साइडमा लगाउँदै हो, यो साइडमा लगाउँदै हो, लगाउँदै हो, लगाउँदै हो। यी अहिले चाहिँ हामी यहाँ लगाउँदै छौं, अहिले चाहिँ हामीले लगाउँदै छौं। यो साइडमा चाहिँ हामी लगाउनै बाँकी छ र आज चाहिँ हामी यो लाइब्रेरी साइडमा है उ पनि पार्टनर नै हो लगाउने। यस्तै हाम्रो काम गाइस, सब्स्क्राइब हाम्रो काम चाहिँ यस्तो है, रङमा रुख लगाउने। अनि हाम्रो काम चाहिँ यस्तो हो, रुखहरुमा कलर लगाउने। उ त्यतातिर लगाएर भइसक्यो, अब चाहिँ यो रुखमा लगाउने हो। अनि उताको लगाइसक्यो, अब यो एउटा लगाएर चाहिँ हामी आज घर जाने हो। यताको अब भोलि लगाउन बाँकी छ। उ चाहिँ शर्मिला हो। हामीले यो सबै कलर लगाएको है, यो रुखहरुमा है, यो सब लगाएको, यो सब यता नि लगाएर भइसक्यो, यता नि लगाएर भइसक्यो। यता लगाउन बाँकी छ, यता नि लगाउन बाँकी छ। यो चाहिँ हामीले लगाइसकेको है। हेलो, अब चाहिँ हामी हाम्रो काम भ्यायो। अब हामी भात खान जान लाग्यो हो। ल यो क्यामेरा यस्तो गर्दा कस्तो नदेखिँदो रहेछ त, के गर्ने यस्तै हो जिन्दगानी। अब चाहिँ भ्यायो है हाम्रो काम। अब हामी भात खान जाने हो। यहाँ बच्चाहरू खेलिरह गाइज साथीहरू। म पनि अब भात खान जान ला हो, सबै थन्काएर। ल अब अहिले भात खाने बेला गरौँ ल, हस् त बाई। अब हामी चाहिँ भात खान जान लागेको है साथीहरू। अब कलर लगाएर नि भइसक्यो, मुखमा पनि कलर लागेछ, यस्तै हो। अब हाम्रो सामानहरू चाहिँ अब हामी थन्काउन लागिरहेछौँ। अब हामी भात खान जानु पर्ला। आज चाहिँ भात ल्याएको होइन, हामी अब घरै जाँदैछौँ भात लिनलाई। हामी चाहिँ अहिले यो पानी ट्याङ्कीनिर आएको छौँ, यहाँनिर तामा खोज्दै। यहाँ एउटा फाइनली एउटा तामा पनि भेटाएको अवस्था। तामा चाहिँ खै कहाँ हो, म देखाउन जान्छु तपाईँहरूलाई। खै तामा, यो चाहिँ तामा है, अरू चाहिँ सबै लैसकेछ। यो चाहिँ एउटा मात्रै भेटाएको अवस्था। तामा खोज्न आएको हामी रामपुर क्याम्पसको जङ्गलमा। शर्मिला रे, शर्मिला कति राम्री केटीले बोलायो तँलाई, कति राम्री केटीले। यही तामा खाने है, सुमा ढालिदेऊ यता हेर त। कोही खोज्दैछन्, कोही काट्दैछन्, हामी चाहिँ भिडियो गर्दैछौँ।
साथीहरू तामा चाहिँ यो है यस्तो खालको हो धेरै तामा काटेको अवस्था मान्छेहरूको है तामाहरू ल त साथीहरू आजलाई यति नै भोलि फेरि अर्को भिडियो लिएर आउँछु त्यति जेलसम्मको लागि लाइक सब्सक्राइब सेयर गरिदिनु होला र माया पनि गरिदिनु होला हस् त बाई बाई